भेन्टाको तरकारी मन नपराउनेहरू हाजिर हुन् त मलाई चाहिँ यसरी बनाएको मात्रै मन पर्छ। कुकरमा आलु बोइल गर्न राख्दिए, त्यसपछि 2वटा टमाटर काटेर त्यसलाई मिक्सरमा ब्लेन्ड गरिदिए। प्याज र खुर्सानीलाई रफली चप गरे र भेन्टालाई पनि सानो सानो बनाएर काटे। आलु पनि बोइल भइसकेको थियो, त्यसलाई छोडाएर म्यासरले म्यास गरिदिए। कति सजिलो हुने है, म्यासरले मैले अस्ति भर्खर मात्र लिएको हो। यता लसुन र अदुवाको पेस्ट गरेर राखे। त्यसपछि एउटा प्यानमा तेल तताएर त्यसमा थोरै जिरा राखे अनि अघि बनाएको टमेटो पेस्ट राखिदिए। त्यसलाई एकछिन चलाउँदै पकाए। माथिबाट भेन्टा राखेर एकछिन चलाए अनि ढोकेर पकाए। त्यसपछि अघि चप गरेको प्याज, खुर्सानी र लसुन अदुवाको पेस्ट पनि एड गरेर फेरि एकछिन चलाएर ढोक्दिए। यो पुरै गलिसकेको छ, त्यसलाई फेरि मैले म्यासरले सबै म्यास गरिदिए अनि आलु एड गरेर चलाए। सबै बेसिक मसलाहरू एड गरेको छु। मलाई चाहिँ तरकारीमा मिट मसला राख्न मेरो कजिनले सिकाएको हो। त्यसपछि आई नेभर वेन्ट ब्याक। त्योसँगै तिलको धुलो पनि एड गरे। स्पाइसेस राम्रोसँग मिक्स गरे अनि एकछिनमा रेडी भयो हाम्रो भेन्टाको तरकारी। प्यानमा मजाले घिउ राखेर तताए अनि हाम्रो मिठो भेन्टाको तरकारी सर्भ गर्न रेडी छ। अब लेट्स वेलकम। एकपटक हजुरहरूले पनि यसरी बनाएर ट्राई गर्नुहोला। अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद।